हेलो गाइज, वेलकम बैक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम पछि। अनि आज चाहिँ मेरो छुट्टी थियो अनि हामीले रुममै माछा खाऊँ न त भनेर मैले चाहिँ माछाको रेसिपी दिएँ। टक्क माछालाई पखालेँ अनि माछालाई पखालिसकेपछि 2-3 चोटि राम्रोसँगले सफा तरिकाले पखालेर अनि मैले चाहिँ राखेँ कराईमा मल्नका लागि। अनि कराईमा नभएर फेरि मैले अर्को डेक्चीमा राखेँ। अनि त्यसपछि राखेर टक्क यहाँनिर मैले बेसार हालेँ अनि त्यसपछि थोरै नुन पनि राखेँ। अनि नुन राखेँ ठ्याक्क नुन राखेर अलिक बेसार नपुगेको जस्तो लागेर फेरि राखेँ अलिकति। अनि त्यसपछि मैले टक्क कागती राखेँ भने चाहिँ माछा टाँसिँदैन। अनि त्यही भएर मैले कागती राखेँ। कागती टक्क निचारेको छु, कस्तो रसिलो कागती पनि हेर्नु न। अनि टक्क कागती निचारेर मलेपछि मजाले मलेर सबै मिक्स गरेँ। अनि मिक्स गरेर मजाले मलेँ अनि मिक्स गरेँ। अनि तेल तताएँ। अनि तेल तताएपछि मजाले तेल तातेँ चाहिँ मैले माछा हालेँ। कस्तो राम्रो भएको छ माछा पनि, कति मजाले तेल तातेको थियो। अनि माछालाई मजाले फ्राई गरेँ 2-3वटा माछा हालेर। अनि त्यसपछि फर्काइदिएँ। कस्तो राम्रो भएको छ माछा पनि, टाँसेको छैन, रेड कति राम्रो भएको छ। अनि त्यसपछि मैले यो माछालाई फेरि उल्टाइ गरेर 2-3 चोटि गरेँ। अनि त्यसपछि मैले यो माछालाई निकालिदिन्छु एकछिनमा। राम्रोसँग फ्राई भएपछि यो माछालाई मैले यतिको रातो भयो। अनि यतिको रातो भइसकेपछि मैले फेरि एकछिन मजाले नै फ्राई गरेँ अलि रातो होस् भनेर। अनि मैले चाहिँ यहाँ टक्क टिस्यु राखेको छु। अनि मैले यो माछा चाहिँ निकालेर फेरि अर्को लोटोमा पनि हालिदिएँ। अर्को लोटोमा पनि त्यस्तै गरेर तेल खर्याएर मजाले हालेँ। अनि त्यसपछि हालिदिएर मैले यतातिर लागेँ प्याज, टमाटर, लसुनको पेस्ट बनाउनका लागि। अनि मैले यो प्याज पनि काटिसकेँ। अनि मैले खुर्सानी पनि काटेँ, सबै थोक काटेँ। अनि काटिसकेपछि मैले कस्तो चाहिँ देखिँदो रहेछ भनेर राखेँ थालमा, दामी देखेको छ। फेरि फाइनली मैले माछा पनि सबै तारिसकेँ। सबै माछा तारेर चाहिँ मैले राखेछु। अनि त्यसपछि मैले कस्तो भएछ मलाई पनि देखाइदिनु न भने दिदीलाई। अब चाहिँ मैले तेल तताएँ माछाको ग्रेभीको लागि। अनि प्याज र खुर्सानी हालेँ। अनि प्याज र खुर्सानीलाई मैले एकछिन मजाले चलाउँछु, रातो हुने गरेर। कस्तो दामी भएको छ, रातो हुने गरेर चलाउँछु। अनि एकछिन चलाएर छोडिदिन्छु, म त्यतिकै छोडिदिन्छु चलाएको गरेर। अनि मैले टमाटर लगाएँ, फेरि टमाटर लगाएँ। अनि टमाटर लगाएर पनि मैले त्यसमा पनि मैले चलाउँछु। अनि चलाएर मैले एकछिन चलाउँछु। अनि त्यसपछि मिक्स गरिदिन्छु, मैले सबै थोक मिक्स गरिदिन्छु। अनि कस्तो दामी भयो। अनि मैले चाहिँ यतिको पकाएपछि यसमा अब हाल्छु म बेसार। अनि त्यसमा मसला पनि हाल्छु, बेसार हालेँ अब मसला हाल्छु। मसला हालेँ। अनि त्यसपछि मैले थोरै खुर्सानी पनि हाल्छु। अनि खुर्सानी हालेँ। अब खुर्सानी हालेर मैले धेरै म खुर्सानी खान सक्दिनँ भनेर मैले फेरि फर्काएर नुन हालेँ। अनि त्यसपछि नुन पनि स्वाद अनुसार नुन टक्क लगाएर अनि मैले मजाले चलाएर सबै मिक्स गरेँ। मैले सबै मिक्स गरेपछि 2 मिनट म छोडिदिन्छु अब यत्तिकै राख्नको लागि। होइन 2 मिनट छोडेर अनि त्यसपछि मैले अदुवा लसुनको पेस्ट हालेँ। अदुवा लसुनमा चाहिँ किन ग्रिन भन्नु होला, तर मैले यसमा ग्रिन खुर्सानी नै हालेर पिसेको थिएँ, त्यही भएर मैले थोरै पानी हालेर पनि चलाएँ। अब मैले फेरि यसमा मजाले मिक्स गरेर एकछिन मैले यत्तिकै राखिदिन्छु, मजाले उमालेर 2-3 मिनट म यत्तिकै छोडिदिन्छु, किनभने यो मजाले गल्नुपर्छ नि त। अनि त्यही भएर मैले यो यत्तिकै छोडेर मैले चाहिँ यो उम्लिस भनेर म चाहिँ लागेँ धनियाँ काट्न। मेरो धनियाँ पनि काटेँ अनि मेरो रस पनि उम्लेको थियो। अनि मैले चाहिँ माछा एक एकवटा गरेर माछा नटुक्रियोस् भनेर चाहिँ मैले एक एकवटा गरेर मिलाएर हालेको छु। अनि मैले भनेको छु यो माछा राम्रोसँगले पाक्नु पऱ्यो नि, राम्रोसँगले उयो हुन्छ भनेर मैले टुक्रिँदैन भनेर यसरी हालेको भनेर भनेको छु त्यहाँ साइडमा दिदीलाई चाहिँ। अनि त्यसपछि पाकेर मजाले उम्ल्यो। अनि त्यसपछि मैले फेरि धनियाँ हालिदिएँ। धनियाँ त अब हाम्रो सबैको फेभरेटै होला होइन, धनियाँ हालिदिएँ मजाले। धनियाँ हालिदिइसकेपछि त्यसलाई मजाले उम्लिन दिएँ एकछिन। अनि मैले फेरि त्यसमा टक्क हल्का कागती निचारेर हालिदिएँ। कागती निचारेर हालिदिएपछि एकछिन मजाले उम्ल्यो। अनि त्यसपछि
फाइनली हाम्रो माछा चाहिँ रेडी भयो। वाउ कस्तो राम्रो भएको छ। तातो तातो माछा खान आउनु होला हजुर।